काठमाडौँको सानेपामा जन्मिएका निर्जल अहिले अन्तर्राष्ट्रिय स्तरबाट स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुर्याउन सफल भएका छन्। अमेरिकी स्वास्थ्य मन्त्रालय अन्तर्गतको खाद्यान्न तथा औषधि प्रशासनमा प्रमुख अनुसन्धानकर्ताका रूपमा कार्यरत उनले आधुनिक औषधि तथा उपचार पद्धतिका क्षेत्रमा उल्लेख्य काम गर्दै आएका छन्। 2 वर्ष अघि उनकै नेतृत्वमा रगतको क्यान्सर उपचारका लागि सेलुलर इम्युनोथेरापी पत्ता लागेपछि स्वास्थ्य क्षेत्रमा उनी चर्चामा छन्। काठमाडौँको जेम्स विद्यालयबाट एसएलसी दिएका निर्जल सेन्ट जेभियरबाट 12 कक्षा उत्तीर्ण गरेका थिए। सन् 2003 मा अध्ययनका लागि अमेरिका पुगेका उनले सरुवा रोगमा विशेषज्ञता हासिल गरेका छन्। लोवा विश्वविद्यालयबाट विद्यावारिधि गरे पश्चात अमेरिकी स्वास्थ्य मन्त्रालय अन्तर्गतकै खाद्यान्न तथा औषधि प्रशासनमा प्रमुख अनुसन्धानकर्ताको रूपमा काम गर्दै आएका छन्। जुन हामीले ब्लड क्यान्सरको लागि अप्रुभ गर्यौं लास्ट इयर, त्यसमा 90 to 95% रोगीहरूमा क्यान्सर निको भएको छ। अनि यो एकदमै राम्रो मोडर्न पर्सनलाइज्ड मेडिसिन हो र यो थेरापी हामीले नेपालमा ल्याउन सक्यौं भने धेरै नै हाम्रो क्यान्सर रोगीहरूलाई सुविधा हुनेछ। निर्जल र उनको टोलीले पत्ता लगाएको सेलुलर इम्युनोथेरापी मार्फत क्यान्सरका बिरामीको मृत्युको जोखिमलाई 95% सम्म घटाउन सकिन्छ। तर उपचारको यो प्रविधि भने निकै महँगो र जटिल उपचार छ। यो प्रविधिलाई थप सहज र सुलभ बनाउन उनको टोली लागि परेको छ।